वेस्टेजहरू अब त्यो चाहिँ अलिकति गरौँ है, मेन्टेन गर्नु पर्यो होइन। टुरिज्मको लागि एकदम इफेक्ट पार्ने चिज हो यो, होइन। त्यो चाहिँ हो। टक्क हामीले सकेसम्म हामीले चाहिँ होइन यो यस्तो प्लास्टिकहरू क्लियर गरौँ। यो हो यसरी हो। क्लिनिङ क्याम्पेन पनि हाम्रो एउटा टक्क क्लिन क्याम्पेन हाम्रो एउटा गर्दै जानेछौँ हामी, होइन। अगाडि अगाडि पनि यो भ्लग नखिचे पनि हामी गर्दै जानेछौँ। हो यो भ्लगमा मात्रै आउने कुरा होइन नि त, भ्लगमा मात्र होइन, सबैलाई जानकारी पनि एउटा, होइन, हाम्रो तर्फबाट एउटा। ल गाइजहरू, ल हामी चाहिँ अहिले पोखरा जाँदैछौँ, होइन। हाम्रो मारुति ट्रेक अब स्टार्ट हुँदैछ। हामी यहाँबाट हिँड्नेछौँ काठमाडौँबाट अहिले भर्खर है। केटाहरू अगाडि बढ्दैछन्। ठ्याक्क हामी यो यहाँदेखि चाहिँ यो जगदम्बा के भन्ने छ, यो समथिङ डिलक्स, होइन। यो टक्क गाडी यही हो। त्यसबाट हामी उता पोखरासम्म जाँदैछौँ। टक्क हामी अहिले चाहिँ टक्क हेरौँ होइन भित्रतिर। यस दाइ आराम है। ल दाइ है हाम्रो टक्क हामी चाहिँ यो सिट यस्तै छ। ल गाइजहरू यस्तै सिटहरू हेर्नुहोस्, होइन। एकदमै राम्रो देखिरहेछ, होइन। यो ठ्याक्क यो के अरे हो र। ल ब्याग राख्ने कुरा भयो। हाम्रो चाहिँ गाडी यही हो है। ल हामी चाहिँ ठ्याक्क अब अगाडि पनि भनिसकेको छु, यहाँदेखि पोखरासम्म। त्यहाँबाट भोलि हामी ट्रेकिङको लागि हामी हिँड्नेछौँ भोलि है। अहिले एउटा साथी उता कलङ्कीमा वेट गरिरहेको छ, विशाल, होइन। कलङ्कीबाट पिकअप गरेर हामीले सँगै जाने हिसाबले है त। ल अहिलेलाई चाहिँ यस्तै छ। केटाहरू चाहिँ पुरा ब्याग मिलाउँदैछ। बसमा मिलाउँ केटा टोइलेट सँगै परेछ त ठिकै भयो। जानै अब हामी चाहिँ अहिले यो के अरे बालाजु भाटपट्टि अगाडि, होइन। यहाँबाट हामी पोखरा पुग्छौँ। कोसिस गरौँ न भोलि बिहान पुग्छौँ। के सकेन अहिले चाहिँ छिर्यो। तिनीहरूको टोपीहरू पनि टोपी आफ्नो आज हेरौँ अब, होइन। ठ्याक्क यो मारुति ट्रेकको ठ्याक्क स्टार्टिङ पोइन्ट यो, होइन। हाम्रो काठमाडौँबाट हामी चाहिँ अब एउटा साथी बाँकी थियो यता आउन रिसिभ गर्न, होइन। विशाल हाम्रो फोर्थ पार्टी भनौँ न, ठ्याक्क रिसिभ गर्न आएको थियो, आउँदैछ होला अब। यहाँ हामी महोत्सव है हाम्रो एउटा पार्टी प्रणय राई, होइन। एउटा साथी अब रिसिभ ठ्याक्क हामीले यहाँ कलङ्कीमा रिसिभ गर्छौँ भनेर बसेको थियौँ, होइन। ठ्याक्क उता बस्दैछ अहिले। एकछिनमा वेलकम गर्नुपर्छ होला, होइन। एउटा यही ब्रेकमा एउटा हामीले तितौरा पनि खाइरहेछौँ। यही टक्क उसले तितौरा झिकिरहेछ है। ल ऊ चाहिँ हाम्रो फोर्थ पार्टी यहाँ हाम्रो विशाल होइन। हाम्रो विशाल ऊ चाहिँ विशाल हो। थापामा थापा, होइन। विशाल थापा काजीमा काजी। अनि ऊ पनि एउटा नेसनल प्लेयर पनि हो एउटा, होइन। हाम्रो एउटा ऱ्यापर पनि हो एउटा, होइन। गाडीले यस्तो हल्लाइरहेको छ, होइन। त्यही पनि हामीले एउटा ठ्याक्क एउटा डेडिकेसन र, होइन। ठक्क लाइट बालेर भयो भने मिड नाइटमा, होइन। ल बाबाजी के ठुलो भएछ नि त यहाँ त। Look at the wonderful view early in the morning from the Pokhara.
As we can see, it took us almost 7 to 8 hours to reach Pokhara from Kathmandu. So we got a rest for a couple of hours. यो चाहिँ हाम्रो मर्निङ ब्रेकफास्ट हैन, अन्डा ब्रेड। टक्क केटाहरूले जानुभन्दा अगाडि यसो प्रोटिन खाइरहेको छन् हैन। टक्क ओ वाउ, दामी देखिरहेको रहेछ ल। माथि चाहिँ बबालै छ ल, आज वेदर दामी छ ल। अति दामी देख्यो क्या। ए गाइस, आमा गुड मर्निङ। बल्ल सही भइरहेछ ल केटाहरूको ल। होइन त त्यहाँ माथि डाँडा पुग्नु छ यार, माथि। यो चाहिँ हाम्रो हेम्जाको रोड। गाइस फेरि सोध्दैछु है, कस्तो हुँदैछ त? रमाइलो हुँदैछ है। ल भ्यू पनि हेरौँ होइन, यसो अलिकति कडा छ। त्यो अन्नपूर्ण होइन त्यो सही छ ल। हेम्जाको रोड चाहिँ राम्रो छ कि। This is way to Dhampus है। ठ्याक्क यहाँ धम्पुस जाने बाटो ठ्याक्कै यो होइन, अगाडिको ठाउँ। हामी चाहिँ अहिले यो धम्पुसमा छौँ ठ्याक्कै। हाम्रो यो पछाडिपट्टि माछापुच्छ्रे। अब हामी चाहिँ केही क्षणमा एकछिनमा त्यहाँ पुग्छौँ। ल यहाँबाट चाहिँ ठ्याक्क ट्रेकिङ रुट सुरु भयो हाम्रो होइन। अहिले ठ्याक्क कहाँनिर छौँ हामी? हामी यो के अरे देउराली है। ल ठिक छ, टीबाट आउँथ्यो एउटा। ल ठिक छ। ठ्याक्क हामी अहिले यहाँ रेसोर्ट रहेछ यहाँ होइन, यसो खानासाना खानको लागि, रेस्टको लागि होइन। टक्क हामी यहाँबाट अब निस्किँदैछौँ एकछिनमा। अब हाम्रो ट्रेक अब स्टार्ट हुँदैछ भर्खर। अब गाडीबाट ठ्याक्क गाडीले यहीँसम्म ल्याइदियो हामीलाई चाहिँ होइन, सजिलो बनाइदियो अलिकति हिँड्नलाई। अब चाहिँ टोटल्ली वाकिङ रुट हो होइन। यहाँबाट चाहिँ अब हिँड्दै गइन्छ। ठ्याक्क यही छ रेसोर्टहरू होइन, होटेल। टक्क यी अर्को ट्रेकर्स इनरे यस्तै छ यहाँ है त। ल हाम्रो चाहिँ अहिलेबाट बल्ल भ्लग सुरु भयो। भ्लग भन्दा पनि ट्रेकिङ सुरु भयो। यो हाम्रो पहिलो हिँडे। अब यहाँबाट हाम्रो डेस्टिनेसन भनेको फरेस्ट क्याम्प हो। अब हेरौँ के हुन्छ। हाम्रो अगाडि मौसम र प्रवीण दाइ त अघि नै पुग्छ होला अगाडि। अमित ग्रुप बसेको छ हेर, गाइड गर्दै कस्तो छ तु? एकदम एक्साइटेड यार, एक्साइटेड हैन? एक्साइटेड। अब बल्ल सुरु भयो। मौसम ट्रेकिङ माथिमा मौसम गाडी गइरहेछ। अब वाकिङ रुट हुँदै हाम्रो जानु सुरु माथि फरेस्ट क्याम्प हो नि त्यहाँबाट चढ्दै हो। जोस आइरहेको छ अहिले। के हुन्छ थाहा छैन, तर अहिले चाहिँ भरपुर जोसमा छौँ हामी। त्यही र जस हाम्रो अमेरिका दुबईदेखि आएको नेपालको 2 महिनाको छुट्टी हो। अनि 2 महिनाको छुट्टीमा जस हामीले इङ्ग्ल्यान्ड भक्कुलो गरेको छ नि गरे है यस। बाटो त्यस्तो कठिन चाहिँ छैन, ठिक ठिकै भन्नु भन्ने नेपाली लाइदै कुहिरहेको चाहिँ ल्यायो होला।
त्यसपछि भ्लग फेरि म कन्टिन्यू गर्छु मेरो केटाहरू पछि पिस ल फेरि पनि तपाईँहरूलाई स्वागत छ हाम्रो भ्लगमा अमित एन्ड विशाल भ्लगमा होइन यो हाम्रो अब कस्तो भन्दाखेरि हामी चारजनाको यो प्लान टुर भने अनप्लान टुरै होइन अनप्लान्डै हो त्यही त अब हाम्रो अनप्लान टुर आर सक्सेसफुल टुर रे क्या होइन प्लान गर्दाखेरि कहिले त्यो प्लान अनुसार जाँदैन होइन त्यो त जाँदै नि जहिले त्यो के कुराहरूले रोकिदिराख्ने होइन अनप्लान ट्रिप भयो भने चाहिँ ठ्याक्क अटोमेटिकली ट्याक ट्याक मिल्दै आउने रहेछ होइन त्यही भएर हाम्रो चाहिँ त्यस्तै खालको ट्रिप भयो अहिले यो चाहिँ होइन तिम्रो अब हामी यो कोही कताको साथी कोही कताको साथी होइन एक्कासी भेट भएर यसरी आउँदाखेरि काठमाडौँ छोड्दाखेरि छुट्टै काठमाडौँको स्ट्रेसहरू सब कुरा बिर्सेर आनन्द टक्क हो होइन त सका होइन कुल वेदर होइन हो अब हिमाल र पहाडको बिचमा होइन टक्क हाम्रो नेपाल भनेको के हो काठमाडौँ मात्रै हो त होइन हाम्रो हिमाल पहाड तराई कोही छैन पराई कोही छैन पराई होइन अनि चार जात 36 वर्णको देश म त्यो सबैजनालाई एकचोटि भन्न चाहन्छु काठमाडौँमा मात्रै नबस्दिनु होला छरेर बस्दिनु होला अब आउने पिँढीहरूलाई पनि अलिकति यो ठाउँ बनाउनु पर्ने हुन्छ अहिले किनकि यो अब ग्लोबल वार्मिङको पनि कुरा गर्दियौँ हामी एउटा सानो होइन अब काठमाडौँमा बसेर सबजना अब सब घरमा अहिले 1-2टा गाडी नभएको घरै छैन होइन छैन त्यो पोल्युसनले गर्दाखेरि पनि धेरै अब ग्लोबल वार्मिङको लागि प्रब्लम दिइराखेको छ होइन त्यसको लागि चाहिँ अब कम गराउनको लागि हामी आफै अगाडि बढ्ने हो क्या अब हामी सरकारहरूलाई अब त्यो गाली गलज गरेर त्यो काम छैन एकछिन यो ट्रेकर्सहरूलाई यो के भन्न चाहन्छु भन्दाखेरि यस्तो फोहोरहरू हेर्नु त ल यो चाहिँ हामीले अब अहिले यो चाहिँ हामीले चाहिँ ब्यागमै राख्यौँ होइन अझ यो पनि वेस्टेजहरू अब त्यो चाहिँ अलिकति गरौँ है मेन्टेन गर्नु पर्यो होइन टुरिज्मको लागि एकदम इफेक्ट पार्ने चिज हो यो होइन त्यो चाहिँ हो टक्क हामीले सकेसम्म हामीले चाहिँ होइन यो यस्तो प्लास्टिकहरू क्लियर गरौँ यो हो यसरी हो क्लिनिङ क्याम्पेन पनि हाम्रो एउटा टक्क क्लिन क्याम्प पनि हाम्रो एउटा गर्दै जानेछौँ हामी होइन अगाडि पनि यो भ्लग नखिचे पनि हामी गर्दै जानेछौँ हो यो भ्लगमा मात्रै आउने कुरा होइन नि त भ्लगमा मात्र होइन सबैलाई जानकारी पनि एउटा होइन हाम्रो तर्फबाट एउटा बिन्ती पनि होइन सबैले यसो नगरिदिनु होला तपाईले नफालिदिनु होला किनकि यो देखेको चिज पनि अरूले फालेको छ भनेर नछोडिदिनु होला टिपेर टक्क आफ्नो ब्यागमा हो टक्क पोलिथिनमा हालेर पछि एकैचोटि डम्पिङ साइडमा फाल्दै हुन्छ त्यो अलि होइन हो व्यवस्थित पारा हुनु पर्यो यसै त टुरिज्म खस्किरहेको छ हाम्रो देशमा होइन त्यही त यसो यो तुरा बाँध्नु सका पर्दैन यो यतिकै यस्तो इजी भइरहेछ होइन यो जुत्ताले पनि साथ दिएको छ जो साउट आउट टु दिस जुत्ता एज वेल है फिल्ला है के अरे फिल्ला यार यसले 4वटा ट्रेक बबल ट्रेकमा काम दिएको छ है जस तपाईँहरूले जुत्ता रिकमेन्डै गर्दा हुन्छ है आफ्नो गियरहरू चाहिँ एकदमै होइन बलियो खालको र कम्फर्टेबल खालको चाहिँ अब लिएर आउनुपर्ने हुन्छ तपाईँले ट्रेक हिँड्दाखेरि कहीँ पनि सर्ट हाइकिङ होस् या लङ टुर होस् लङ ट्रेक होस् यस सबैले गियरहरू चाहिँ अलिकति राम्रै बोकेर आउनु राम्रो है हो सर किनकि माथि गएर केही पाउँदैन केही कुरा प्रब्लम आयो भने फेरि गाह्रो हुन्छ होइन त्यही त हिँड्दाखेरि जस आफूलाई चाहिने इनर्जी ड्रिङ्क्सहरू यस टाइपको अब चक्लेट्सहरू होइन स्निकर्स यहाँ बिहा पनि रहेछ हामी ट्रेनिङ क्याम्पेन ठुलोसम्म उठाउँदै जानेछौँ प्लास्टिक जन्ने फोहोरहरू कागजहरू आफै डिस्पोज भइहाल्छ होइन सकेसम्म प्लास्टिकहरू चाहिँ फेरि पनि हाम्रो एउटा बिन्ती होइन आग्रह गर्छु है त्यसरी नफालिदिनु होला कसैले पनि ल अब सरका स्टार्ट आउट है ल पिस आउट ल
After a long walk, we have stopped by one of the rest point to have some snacks or food. ल इन्जोइङ हाम्रो नेपाली थाली सेट है त खै साइको ठाउँ हेर यो त गुफाबाट छिर्दिनु क्या Feel my way through the darkness, guided by a beating heart. Oh, yeah. Hả? तर यहाँदेखि चाहिँ भ्यू देख्छ जस्तो लाग्यो ल फरेस्ट क्याम्प होइन ठ्याक्कै फाइनली आज हामी बस्ने विचार गरेको छौँ केटाहरू टक्क भ्यू हेर्ने भनेर आउँदैछ यता एकछिनमा सनसेट पनि होला होइन
पनि झन् ठुलो जानु हो अन्नपूर्ण होइन माछा पुछ्रे टक्क बादलमा उडिरहेछौँ भनिरहेको छ नि हो त्यो यो भनेको चाहिँ त्यही है ल बादलमा उडिरहेछौँ हामी बादलभन्दा माथि छौँ तिमी चिल यो चाहिँ सानो ग्रेट वाल जस्तो क्या हेर्दाखेरि ठ्याक्कै मेरो एउटा घोडासँग फोटो खिचिदिन्छ ल जानु त हैन के रे उता अगाडि गएर ल यो चाहिँ हाम्रो सानो सानो ग्रेट वाल होइन टक्क ल यति सिंगल फोटो हान्दिनु पर्यो यहाँ अथवा कुनै पनि ट्रेकिङ आउँदाखेरि हामीले विभिन्न सुविधाहरू पाइराखेका हुन्छौँ त्यसको लागि चाहिँ सब क्रेडिट हाम्रो यता दाइ लगायत सम्पूर्ण जस्ट यो हाई अल्टिट्युडमा काम जो सुविधा पुऱ्याइदिइराख्नु भएको सबै दाजुभाइहरूलाई हामीले धन्यवाद दिनुपर्छ एकचोटि दुई उकालो रहेछ होइन हाई क्याम्प जाने टक्क यो हुँदै माथिसम्म पुग्नेछौँ यति नै होला माथिसम्मको चाहिँ धेरै माथि पुग्नु पनि छ 1 घन्टा लाग्छ अरे माथिसम्म पुग्नलाई यस्तै केटाहरू रेडी भएको छन् टक्क लाएर होइन अन योर मार्क गेट सेट गो ल लेट्स गो ठ्याक्कै यहाँबाट देखिँदो रहेछ त्यो डाँडा यो सनसेटको टाइमको हिमालको मिठो भ्यू र साथसाथै नेपालको झन्डा फरफरिँदाखेरि त्यसको फिलिङ्सै आनन्दै छुट्टै छ र त्यसको फिलिङ्स मेजर गर्न एकदमै गाह्रो छ ठ्याक्क भ्यू पोइन्टबाट होइन अन्नपूर्ण र माछा पुछ्रे सनराइज हुने बेला हुँदैछ अब यहाँबाट ठ्याक्क बेस क्याम्प पुगिन्छ एकछिनमा 1 घन्टापछि सायद
यो भ्यू जति खिचे पनि नपुग्ने, जति खिचे पनि जति देखे पनि आनन्द आइराख्ने र हिमालले नै ताने जस्तो फिल हुने एकदमै आनन्द आइराखेको छ। र यो बादलको त्यो भ्यू माथिबाट ल डेन्जर रहेछ यार ओह्रालो त। ल उकालो हुँदा ओह्रालो झर्न गाह्रो क्या। ओहो एक स्लिप भनी यस्तो छ यहाँ सिधै तल हो। कहाँ पुग्छ यार। बादल भन्दा माथि छ लास्टै। ओहो चिसो पनि त्यस्तै पन्जाखोले यस्तो ठिराउने यार। झर्न झन् कस्तो यो सिधै भएर क्या। देख्दाखेरि कस्तो इजी देखिन्छ, हिँड्दाखेरि ठ्याक्क थाहा हुन्छ होइन। तर मजा आउँछ बिहानको टाइममा टक्क हावा खाँदै। तर अलिकति कपडाहरू चाहिँ लाउनुपर्छ है। कपडाहरू चाहिँ लाउनुपर्छ। बिहान त वाइल्डै चिसो हुन्छ, बाहिर हातै निकाल्न सक्दैन। अहिले पनि चिसो आइरहेछ। यो लगभग 45-130 को उसमा छौँ हामी अहिले अल्टिट्युडमा। यस्तै छ। ल प्रणय दाइ जस्ट ह्यान्डिङ ओभर टु यु। ल यस्तो माथि पनि एक लट देखाइदिन्छु होइन। त्यसपछि यता म दाइलाई पास गर्छु यो मोबाइल है। टक्क हामी तलतिर ओहो झन्डै यस्तै छ। जहाँबाट हेऱ्यो नि हिमाल देख्छ है। यस्तै छ ठाउँ। ल प्रणय दाइ हान्नुपर्छ त अझै है। ल बल्ल माथिबाट आइयो उसमा। तर यत्तिकै ज्याकेट लाएरै यत्तिकै च्यालेन्ज गरेर आइदिन्छु भने गाह्रो हुँदो रहेछ है। तर जोस् मेड थ्रु खुसी लाग्यो। साथी के छ? सही मजा यार है। थकाइ चाहिँ बाहिर लाग्यो आज मलाई चाहिँ हाइट। ल हिमाल पनि यहाँबाट नि यसो एउटा भ्यू जाओस् नि त होइन त। ल यसै गरी साथीहरूको जोस र हिमालको मिसमराइजिङ भ्यू र नेचरको आनन्दको दृश्यले गर्दा हामीले यो 3 दिनको ट्रेक सफल पारेका थियौँ। र हाम्रो अर्को डेस्टिनेसन हुनेछ पोखरा। र हेरिदिनु हुने सबैलाई धन्यवाद भन्दै हामी अर्को भिडियोमा भेटौँला। हस्त जय नेपाल, नमस्कार।